नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै सन्चै छौँ। आज चाहिँ स्याटरडे अनि हाम्रो चाहिँ सबैजनाको छुट्टी, बच्चाहरूको पनि छुट्टी, हाम्रो नि छुट्टी। हामी आएको छौँ यहाँ गजुरी पिडामा। पिडा कता हो यो, यहाँ धेरै माथि यतातिर। यहाँ चाहिँ यस्तो गाउँ छ, गाउँ छ अनि यहाँनिर चाहिँ हाम्रो घर छ यहाँनिर। अनि फर्स्ट टाइम आएको यहाँ पिडा गाउँपालिकामा, फर्स्ट टाइम। अनि त्यही भएर अनि मेरो सानी मुनीको घरमा घुम्नको लागि आएको। अनि यिनीहरूको पनि आज स्कुल छुट्टी थियो, मेरो पनि छुट्टी थियो। अनि हाम्रो चाहिँ यहाँ भोलि यहाँ घरमा चाहिँ अनि भोलि दिवाली पूजा छ। अनि त्यही भएर हामी चाहिँ दिवाली पूजामा आएको। हिँडेर चाहिँ हामी अझै माथि गएर घुमेर आउँछौँ। दियाले अर्को जुत्ता लाउनु पर्थ्यो नि। अझै कति धेरै सुविधाहरू छ, हामीले कति धेरै खाइसक्यौँ। अनि हामी पनि खाँदैछौँ। हामी कफी पनि खाँदैछौँ। कफी यस्तो यस्तो सुविधाहरू छ। यसलाई यस्तो निकाल्ने अनि यहाँनिर चाहिँ पिपलको पात जस्तो है, तर यो सेम अझै पनि हामी चाहिँ माथि चौतारा पुगेको छैन। मेन चाहिँ मै हिँड्न सके होइन, यिनीहरू चाहिँ हिँडेर माथि पुगिसक्यो। म चाहिँ हिँड्न नसकेर बस्दै बस्दै उठ्दै गइरहेको छु। हाम्रो लगभग उकालो चाहिँ सिद्धिन लाग्यो भन्छ यिनीहरू। यो चाहिँ रोड हो। पाँचजनाको घुमफिरको भ्लग आउँदैछ। सबले लाइक सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। हिँड्नै नसकेर एकदम एक ठाउँमा बस्छ अनि बस्दिनँ। तपाईँलाई कस्तो अनुभव भइरहेछ? घुम्न चाहिँ रमाइलो लागिरहेछ, तर मलाई पनि घुम्न हिँड्न नसके भने रमाइलो भइरहेछ होइन। दियालाई चाहिँ कस्तो फिल भइरहेछ? राम्रो फल्छ त्यहाँ, फल्छ, सानो फल्छ। यहाँ अस्ति नै खाएको थियो, अहिले यो वर्ष चाहिँ फल्दैन है। यता चाहिँ यत्रो बडा आँपको रुख छ। हामी चाहिँ यताबाट आउँदा चाहिँ उकालो उकालो भएर चाहिँ गाह्रो भएको मात्रै, तर एकदम रमाइलो भइरहेछ। एकचोटि बस्दैछु, अब बस्दिनँ। अब तेर्सो अब चाहिँ तेर्सो छ है। कहिले आयो मान्छे? कहिले आयो मान्छे? यतिखेर स्कुल छुट्टी हुने यहाँ। किन तिमी किन? अहिले चाहिँ हामी यहाँ आइसकेका छौँ, यहाँ माथि स्कुलमा। अनि यहाँनिर चाहिँ स्कुलको बच्चाहरू चाहिँ छुट्टी भएर फर्किसक्नु भएको छ सबैजना। अनि हामी चाहिँ आइसक्यौँ यहाँ यति धेरै माथि, यहाँनिर स्कुलमा चाहिँ आइसक्यौँ हामी। पिडा गाउँ लेखा छ यहाँनिर चाहिँ। यहाँ चाहिँ मेरो फर्स्ट टाइम भएर चाहिँ अनि म यहाँ बच्चाहरूलाई लिएर घुम्नको लागि आएको। अनि के किनेर आएको? के किनेर पैसा सिद्धाएर मैले त घडी किनेको है गाइस। हामीले पनि घडी किनेछौँ। हामीले चाहिँ खानेकुराहरू किनेर यिनीहरूले खाँदै हिँड्दा गिफ्ट आयो होला नि। घडी त गिफ्ट हो। खाँदै हिँडिरहेको छ नि हामी घुम्न आएको। मेरो चाहिँ यता साइडतिर चाहिँ फर्स्ट टाइम आएको भएर मैले भ्लग बनाउँदै हिँडिरहेको छु आज। पिडा गाउँ गजुरी पिडा मावि। भोट हाल्ने ठाउँ चाहिँ यहीँ रहेछ स्कुलमा। हामी चाहिँ यहाँनिर घुमिसक्यौँ। अब हामी यहाँबाट अर्को बाटो हुँदै जान्छौँ।
अघि चाहिँ हामी यता बारी बारी हुँदै सानो बाटोबाट आएको थियौँ अनि अब चाहिँ रोड टोटे अर्को बाटो कहाँनिर अर्को बाटो तल जाम यता देख्छ उ डाँडामा हेर्नु त अब चाहिँ हामी यहाँ अर्को यो बाटो ठिक छ कि अहिलेको बाटो ठिक छ ल ए ठिक छ अरे बिस्तारै हिँड है बिस्तारै ल बिस्तारै है बिस्तारै यहाँनिर चाहिँ यस्तो अप्ठ्यारो बाटो छ यिनीहरू चाहिँ हिँड्न नजानेर बस्दै हिँड्दाछन् त दिया हो यहाँ मेन हिँड्न नजान्ने अहिले चाहिँ भोक लाएर यहाँ क्रिम बिस्कुट किनेर खाँदै हिँडिरहेको छ एउटा खाइन त्यो म खान्छु एउटा दिने गाइस हामी चाहिँ क्रिम बिस्कुट खान लाग्यो यिनीहरू देखेर चाहिँ हामीले हाँसो लगाइसक्यो कोही यस्तो गुडिरहन् काठमाडौँ बसेर हो बिस्तारै ओ आमा ल यहाँनिर चाहिँ यस्तो बाटो छ अब हामी यहाँबाट झरेर त्यहाँ रोडमा पुग्छौँ अनि त्यहाँबाट तेर्सै गएर अनि घर जान्छौँ मन त्यस्तै हेरिँदा हो बिहारी बस्दै म उकालोमा धेरै म मात्रै बसेँ नि त कि 10 वर्ष केटी यस्तो बुढी मान्छे बनेर हिँड्ने ल हेर्नुहोस् ल अनि हामी चाहिँ घर फर्किँदैछौँ गाइस यहाँनिर चाहिँ पानी पर्न थाल्यो अनि त्यही भएर हामी हिँडिरहेछौँ हेलो गाइस हामी चाहिँ यहाँ किम्बु खाँदैछौँ पाके खा त रातो नै मिठो हुन्छ नि अमिलो रातो छौँ घरतिर यहाँ चाहिँ पानी पर्न थाल्यो कत्रा छिटा चाहिँ पानी परिरहेको छ यस्तरी जम पानी पर्यो